तपाईहरुलाई आज नागढुङ्गा नौबिसेको सुरुङ बनिसकेको छ, त्यो भित्र कस्तो छ, कस्तो बन्यो, अब कहिलेबाट यो सञ्चालनमा हुन्छ, यहाँ भएका स्ट्रक्चरहरू के छन्, ती सबै कुराहरू म तपाईहरुलाई एकचोटी सरर देखाउने छु। हेर्नुस् त यहाँनिर यो कति फराकिलो छ, कम्प्लिट बनिसकेको छ, लाइटनिङ सिस्टम पनि त्यस्तै दामी छ। यो जापानिज प्रविधिमा बनेको हो, त्यसैले गर्दाखेरि पनि यो नराम्रो हुने कुरै भएन। यो नेपालको पहिलो अत्याधुनिक सुरुङ मार्ग हो, जसमा चाहिँ सुरुङ मार्गमा हुनुपर्ने सबै कुराहरू सिस्टमहरू यहाँनिर राखिएको छ। अकस्मात केही भइपरि आयो भनेदेखि अर्को पनि यहाँ सुरुङ मार्ग छ, जुन कुराको पास चाहिँ म तपाईहरुलाई बीचमा देखाउने छु। यसमा चाहिँ अहिले यो गाडीमा सवारी गर्दै यो भिडियो खिचिएको हो, यो भित्रको हो। यहाँ लाइटहरू पनि सबै अन गरिएको छ। यो चाहिँ कम्प्लिट रूपमा बनिसकेको अवस्था छ, तपाईहरुले यहाँनिर हेर्न सक्नुहुन्छ। यो सुरुङ मार्गको लम्बाइ भनेको 2.68 किलोमिटर हो। लगभग 2-3 मिनेटमा यो वारपार गरिन्छ। बढी लाग्यो ल 4-5 मिनेटमा राखौँ न, तर त्यत्रो समय लाग्दैन। र 3.5 मिटर चौडा भएको 2 लेनको सडक यहाँनिर पाइन्छ। यसरी चाहिँ यो बनेको छ। यसमा अत्याधुनिक सिस्टमहरू जडान गरिएको छ। सञ्चालनमा आइसकेको छैन, सरकारले सायद यो प्राइभेट सेक्टरलाई दिएर चलाउनको लागि कार्यविधि बनाउँदै छ भन्ने सुनिएको छ। यो सुरुङबाट निक्लिसकेपछि उता करिब 2.5 किलोमिटर सडक कालोपत्रे गरिसकेको छ। त्यहाँनिर चाहिँ अन्डरपास, पुल, फ्लाइओभर पनि त्यहाँनिर त्यस्ता संरचनाहरू पनि बनेका छन्, जुन संरचनाहरू नेपालको लागि नौलो हो। नेपालकै पहिलो फ्लाइओभर चाहिँ यसको एक्जिट पोइन्ट त्यो बलम्बुको फ्लाइओभरदेखि